आज मसँग आइसकेको छ खोपाङबाट अर्डर गरेको ओस्मो मोबाइल गिम्बल ओपनिङ गर्न जाँदैछु। फर्स्ट टाइम हो मैले गिम्बल लिएको। गिम्बल युज गरेको अनुभव छैन। हेरौँ कस्तो हुन्छ। कसलाई गिम्बल थाहा छ टिप्स दिनु होला। यो टिप्सहरु शेयर गर्नुपर्छ। तपाईलाई थाहा नभएको कुरा मलाई थाहा हुन सक्छ, मलाई थाहा नभएको कुरा तपाईलाई थाहा हुन सक्छ। आयो देउन्दा कस्तो देखिँदैछ। ओहो टाइट छ। यो आयो हेर्नुस् डीजे ओस्मो मोबाइलको। यहाँ ओस्मो मोबाइल एससी भन्ने यहाँ सिरियल नम्बरहरु पनि छ। अब यसलाई फाइनल्ली त्यो खोपाङबाट अनलाइनबाट अर्डर गरेको त्यसले प्याक गर्यो। अब यो ओस्मोले प्याक गरेको खोलेर हेर्नु त। साथी हो अब ब्लगहरु बनाइनेछ। तपाईले घुम्नुभएका राम्रो ठाउँहरुको लोकेसन दिनु होला, त्यहाँ आउने छु। म राम्रो ठाउँमा गयो भने भिडियोहरु बनाउने छु। शेयर गर्नुपर्छ। अर्काको देश हो, घुम्नुपर्छ हैन। पैसा पनि कमाउनु पर्छ। पैसा कमाए सँगसँगै घुम्नु पनि पर्छ। ल अब यो फाइनल्ली अनबक्सिङ हुँदैछ। हट एक्साइटेड छु म एकदमै। किनभने फर्स्ट टाइम हो गिम्बल युज गरेको हैन, युज गर्न आँटेको। फाइनल्ली अब DJI प्रोडक्टको फर्स्ट युजर पनि हो म। फर्स्ट युजर मतलब पहिलो पल्ट DJI को सामान युज गर्दैछु। DJI को प्रोडक्ट तपाईले सुन्नु भएकै होला, तर यो कुनै फेरि के भन्छ प्रमोसनल भिडियो पनि हैन। कसरी हो यताबाट हो। यहाँ छ ओपन भन्ने लेखेको छ। ठ्याक्क यहाँ यसलाई यसरी एरो पनि दिएको छ। यहाँ यसो गरेपछि अब बल्ल ओपन हुन्छ। ओपन भयो। यहाँ छ मोबाइलको सिधै यहाँ टिप्स दिएको छ, हेर्न सक्नुहुनेछ। यहाँ के छ गाइड डीजे मिमो एप गाइड। यहाँ के छ पहिले यहाँ हेरौँ। यहाँ के रहेको छ यो पाउचमा। ओहो सरी एउटा ब्याग रहेको छ पाउच। यसमा हालेर पे गर्ने सुर्के थैली भन्न मिल्यो यसलाई। त्यसपछि स्टार्ट गाइडहरु छ। स्टार्ट गाइड छ। ठीक छ यो गाइड अहिले हेरौँ ल। यहाँ के छ DJI स्टोरको एउटा क्यूआर कोड रहेको छ। त्यसपछि यहाँ छ समथिङ पाउचहरु केही रहेको छ। यसलाई हेरौँ ल अहिले। यो पनि गाइड हो। यो सिलिका जेल हो। यसमा केही छैन। अब पहिला यो देखाउँछु। यो आयो स्ट्यान्ड। यो ठ्याक्क हेर्न सक्नुहुन्छ ट्राइपड स्ट्यान्ड। यो कतै राखेर यसरी भिडियो सुट गर्न मिल्यो, किनभने यसमा मोसन ट्रेकिङको सुविधा पनि रहेको छ। अब फाइनल्ली चीजको अनुहार देखिँदैछ। कस्तो लागिरहेछ मलाई त। म त साह्रै नै एक्साइटेड छु। हुन त हुने मान्छेसँग एक्साइटेड नहुनु स्वाभाविक हो। नहुने मान्छेलाई एक्साइटेड हुन्छ। यो गिम्बल अब यसलाई पहिला स्टार्ट गर्नुपर्छ। स्टार्ट भयो। यहाँ आएन अहिले चलाउँछु। अब यो हेर्नुहोस् यो मोबाइलको
क्लिप हो मोबाइल यो म्याग्नेटिक छ यस्तो हुन्छ साउन्ड सुन्नुस् त कति म्याग्नेट छ कति हार्ड पावर छ ब्याट्री अन भयो यस्तो चलाउन आउँदैन सिक्नु बाँकी छ धेरै कुराहरू हैन यस्तो छ गिम्बल यस्तो सर्ट लिनेको त्यसपछि के रहेको छ एउटा केबल रहेको छ USB to टाइप सी यो चार्ज गर्नको लागि चार्जिङ पोर्ट यहाँ छ हेर्न सक्नुहुन्छ ल यो युज गरेपछि युज गर्न सिकेपछि म भिडियो बनाउने छु फिलिङ एक्साइटेड है साथी हस् थ्यांक यू अब आउने भिडियोहरु हेर्नु होला तपाईले नहेरे कसले हेर्नु भन्छ तपाई त हो नि एउटा हेर्दिने मान्छे